नेपालको गलैँचा उद्योगले एक समयमा ठूलो संख्यामा रोजगारी प्रदान गरेको थियो, तर यो उद्योग विभिन्न कारणले पतन भयो। तल यसको रोजगारी र पतनका कारणहरू विस्तारमा उल्लेख गरिएको छ। रोजगारीको अवस्था। रोजगारीको संख्या। नेपालको गलैँचा उद्योगले 1990 कोलम दशकमा आफ्नो उत्कर्षमा करिब 10 लाख मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्रदान गरेको अनुमान छ। यसमा गलैँचा बुन्ने कारिगर, कच्चा पदार्थ आपूर्तिकर्ता, रङ्ग र डिजाइन विशेषज्ञ, ढुवानी र निर्यात सम्बन्धी कामदारहरू समावेश थिए। विशेष गरी काठमाडौँ उपत्यका र तराईका क्षेत्रहरूमा यो उद्योगले हजारौं परिवारलाई जीविकोपार्जनको आधार प्रदान गरेको थियो। महिला र ग्रामीण रोजगारी। गलैँचा उद्योगले विशेष गरी ग्रामीण क्षेत्रका महिला र कम आय भएका समुदायका लागि रोजगारीको अवसर सिर्जना गरेको थियो। यो उद्योगमा धेरैजसो काम हातले गरिन्थ्यो, जसले ठूलो संख्यामा अकुशल कामदारहरूलाई समेटेको थियो। गलैँचा उद्योगको पतनका कारणहरू। नेपालको गलैँचा उद्योग, जुन 1990 कोलम दशकमा नेपालको प्रमुख निर्यात उद्योगमध्ये एक थियो, विभिन्न आन्तरिक र बाह्य कारणले पतन भयो। तल मुख्य कारणहरू उल्लेख गरिएका छन्। बालश्रम विवाद। कारण 1990 कोलम दशकमा अन्तर्राष्ट्रिय बजार, विशेष गरी युरोप र अमेरिकामा नेपाली गलैँचामा बालश्रम प्रयोग भएको आरोप लाग्यो। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली गलैँचाको मागमा ठूलो कमी ल्यायो। प्रभाव। पश्चिमी देशहरूले बालश्रम विरुद्ध कडा नीति अपनाए र नेपाली गलैँचाको आयातमा प्रतिबन्ध वा कडाई गरियो। यसले निर्यात बजार सङ्कुचित भयो। गुणस्तर र प्रतिस्पर्धा। कारण भारत, चीन र टर्की जस्ता देशहरूले सस्तो र मेसिनबाट बनेका गलैँचाहरू उत्पादन गर्न थाले, जसले नेपाली हस्तनिर्मित गलैँचासँग प्रतिस्पर्धा गर्न कठिन बनायो। नेपाली गलैँचाको गुणस्तर नियन्त्रणमा पनि कमी आयो, जसले विश्व बजारमा यसको साख घटायो। प्रभाव। सस्तो विकल्पहरूको उपलब्धताले नेपाली गलैँचाको माग घट्यो। आन्तरिक अस्थिरता। कारण 1996 देखि 2006 सम्म चलेको माओवादी द्वन्द्वले नेपालको औद्योगिक र व्यापारिक वातावरणमा नकारात्मक असर पारेको थियो। गलैँचा उद्योगमा लगानी र उत्पादन प्रभावित भयो र धेरै कारिगरहरूले रोजगारी गुमाए। प्रभाव। उद्योगमा लगानी घट्यो र धेरै व्यवसायहरू बन्द भए। कच्चा पदार्थको कमी र लागत वृद्धि। कारण नेपाली गलैँचाको मुख्य कच्चा पदार्थ ऊन आयातमा निर्भर थियो। न्युजिल्यान्ड र तिब्बतबाट आयात हुने ऊनको मूल्य वृद्धि र आपूर्तिमा अनियमितताले उत्पादन लागत बढायो। प्रभाव। उच्च लागतले नेपाली गलैँचालाई अन्तर्राष्ट्रिय बजारमा कम प्रतिस्पर्धी बनायो। प्राविधिक र बजार विकासमा कमी। कारण नेपाली गलैँचा उद्योगले आधुनिक प्रविधि र बजार प्रवर्धनमा लगानी गर्न सकेन। डिजाइन र उत्पादन प्रक्रियामा नप्रवर्तनको अभावले बजारमा नयाँ मागअनुसार आपूर्ति गर्न कठिन भयो। प्रभाव। पुराना डिजाइन र परम्परागत शैलीले आधुनिक उपभोक्ताको रुचिलाई सम्बोधन गर्न सकेन। निर्यात नीति र बजार सङ्कुचन। कारण नेपाल सरकारको प्रभावकारी निर्यात नीति र समर्थनको अभावले गलैँचा उद्योगलाई थप कमजोर बनायो। अन्तर्राष्ट्रिय व्यापार मेला र प्रवर्धनमा कमीले बजार विस्तार हुन सकेन। प्रभाव। जर्मनी, अमेरिका र युरोपेली बजारहरूमा नेपाली गलैँचाको हिस्सा घट्यो। पतनको प्रक्रिया 1990 कोलम मध्यदेखि बालश्रम विवाद र प्रतिस्पर्धाले निर्यातमा कमी आयो। धेरै गलैँचा कारखानाहरू बन्द भए र कामदारहरूले रोजगारी गुमाए। 2000 कोलम दशक माओवादी द्वन्द्व र आर्थिक अस्थिरताले उद्योगलाई थप कमजोर बनायो। धेरै कारिगरहरू वैदेशिक रोजगारीतर्फ लागे। हालको अवस्था। हाल गलैँचा उद्योग सीमित रूपमा सञ्चालित छ। केही साना व्यवसाय र हस्तकला केन्द्रहरूले परम्परागत गलैँचालाई जीवित राख्ने प्रयास गरिरहेका छन्, तर पहिले जस्तो ठूलो स्तरमा यो उद्योग फर्कन सकेको छैन। निष्कर्ष। नेपालको गलैँचा उद्योगले एक समयमा करिब 10 लाख मानिसलाई रोजगारी दिएको थियो, तर बालश्रम विवाद, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, आन्तरिक अस्थिरता, कच्चा पदार्थको समस्या र नीतिगत कमजोरीले यो उद्योगको अन्त्य भयो। हाल यो उद्योगलाई पुनर्जनन गर्न सरकार र निजी क्षेत्रको सहकार्य, गुणस्तर सुधार र आधुनिक बजार रणनीति आवश्यक छ। यदि तपाईलाई थप तथ्याङ्क वा विशिष्ट क्षेत्र, जस्तै काठमाडौँ वा तराईमा यो उद्योगको प्रभावबारे जानकारी चाहिएमा म थप खोज गर्न सक्छु। के गर्न चाहनुहुन्छ?